सबैजनालाई नमस्कार है। हामी दाजुभाइ चाहिँ त्रिवेणी गाउँपालिका ठ्याक्कै वडा चाहिँ कति पर्छ थाहा छैन। आज मेरो एकजना आत्मीय मित्र दिपेश शेर्पाली सरको चाहिँ विवाहमा विवाह भएको कारणले गर्दा चाहिँ निमन्त्रण सहर्ष स्वीकारेर हामी चाहिँ जाँदैछौँ। बिचमा हामी तपाईँहरूलाई चाहिँ यसो अपडेट गर्ने नै छौँ है त। दाजुभाइ सुन्नु भएर म चाहिँ हिँडिसक्यौँ। ल हामी चाहिँ यहाँ ठ्याक्कै यो स्याउली बजार आयौँ है। अब के गर्ने, यहाँबाट चाहिँ सर्टकट बाटो चाहिँ हिँड्ने चाहिँ रहेछ, बाटो पनि रहेछ, रोड पनि रहेछ। तर के रहेछ भन्दा समस्या यहाँ चाहिँ बाटो सफा नगरेको कारणले गर्दा फेरि हामी दाजुभाइ चाहिँ पर के भन्छ यो खोलामा गएर त्यहाँबाट फर्किने। के खोला अरे त्यहाँ? पितिबाङ खोला। पितिबाङ खोला गएर फर्किने, त्यहाँबाट माथि जाँदैछौँ। ल भाइले इनर्जी ड्रिङ्क लिँदैछ, भाइले अब तरो चाहिँ बटार्नेवाला छ है। ल हाम्रो दिपेश सर र दिव्या म्याडमको शुभ विवाह है। हामी चाहिँ सिक्दैछौँ है। ल बल्ल बल्ल आइपुग्यो, बाटो चाहिँ एकदमै अप्ठ्यारो रहेछ। बाटो साह्रै गाह्रो है भाइ, बल्ल बल्ल आइपुग्यो यार। बाटो कस्तो थियो भाइ? खत्तम नि कहिले आउने छैन। भाइले चाहिँ हार खाइसक्यो है। ल किचन चाहिँ यता रहेछ है हाम्रो सर। अरू त आराम सर। ल यहाँबाट राम्रो छ, भ्यू देखिँदो रहेछ है पहाडी चाहिँ। के भन्छ त्यहाँ, के भन्छ। ल हामी चाहिँ अब खाएर निस्किसक्यौँ है। ल हाई भनिदेऊ यता। हाम्रो दिपेश सरको शुभ विवाहमा निमन्त्रणालाई स्वीकारेर आएको थियौँ। अब चाहिँ हामी हाम्रो ट्याक्कै फर्किन्छौँ। ल हामी चाहिँ यहाँबाट निस्किसक्यौँ है त। हाम्रो दिपेश सर र दिपा म्याडमको शुभ विवाहबाट निस्किसक्यौँ। बाटो एकदमै गाह्रो छ, बाटोले एकदमै चाहिँ च्यालेन्ज लिइराखेको छ। अब हामी चाहिँ निस्किसक्यौँ, एकदमै भ्यू राम्रो छ। हाम्रो अझै जीवन हुन्छ उता अगाडि चाहिँ। ल
बाटो एकदमै साह्रै अफरोड रहेछ है। हामी चाहिँ बल्ल बल्ल आइपुग्यो, तर खोलामा चाहिँ अलिकति गाह्रो रहेछ बाटो। ल हाम्रो दिपेश शेर्पाली सरको घरमा आइयो। ल चाहिँ हामी अपडेट भाइ कस्तो त्यो बाटो त है? खत्तम गाह्रो नि। बाटो चाहिँ एकदमै खराब छ है। सुधीर भाइ अगाडि बिस्तारै हिँडिरहेको छ, म चाहिँ हाम्रो एकदम सर अध्यक्षसँग बिस्तारै हिँडिराखेको छु। बाटो चाहिँ गाह्रो छ, गाह्रो अवस्था। ल हामी चाहिँ फर्केर स्कुटी धुँदैछौँ। स्कुटीले टक्क लगाएर चाहिँ रङ फेर्दैछ है साथीहरू। सुधीर भाइ टक्क बसेको छ। दाइ बाटो त गाह्रै रहेछ दाइ भने के गर्ने। आज दाजुभाइ गएर पार्टी खाएर आइयो होइन? गम्म पार्टी खाइयो त होइन?